हामी दुवैलाई थाहा थियो हामी एकअर्काको हुन सक्दैनौँ, तर मन कहाँ मान्छ र? मन त आफ्नै तरङ्गहरूमा बगिरहने गर्छ। भाग्यमा साथ हुन नलेखेको मान्छेसँग कति चाँडै माया बस्ने है? एउटा छोटो यात्रा नै काफी हुने हो। त्यही यात्राको मुलाकात हौ तिमी। तिमीसँग बिताएको छोटो यात्रा नै मेरो जीवनको सबैभन्दा सुन्दर यात्रा बनेको छ। हामी साथमा हुँदा कति खुसी हुन्छौँ है? सारा संसार एकपट्टि अनि हामी अर्कोपट्टि भए जस्तै। साथमा केही नभएर रित्तो भएको बेला पनि एकअर्काको साथले भरिपूर्ण भएका थियौँ। अझै याद छ त्यो दिन, तिम्रो मुहारमा मलाई गुमाउने डर देखिएको त्यो पल, अनि मलाई देखेपछिको तिम्रो आँखामा देखिएको त्यो आराम। हो, त्यही पलदेखि तिम्रो लागि माया बढ्न थालेको थियो। बाहिरबाट केही भएको छैन जस्तो देखाउने तिमीलाई भित्रैबाट चिन्न थालेकी थिए। जब कोही थिएन साथमा तब हामी एकअर्काको सहारा भएका थियौँ। बारम्बार बोलिरहँदा पनि कसैले नबुझेको समयमा केही नबोल्दै एकअर्काको मौनतालाई बुझिरहेका थियौँ। जिन्दगी राम्रो नराम्रो जस्तो चलिरहे पनि तिमी साथमा हुँदा संसार नै जितेको जस्तो लाग्छ। बितेको दिनहरू सम्झदा तिमीप्रति माया बढ्दै जान्छ। भाग्यमा नलेखिएको पात्र भएर के भो त? मेरो मनमा लेखिएको सुन्दर कथा हौ तिमी। तिमीसँग यात्रा गरिरहँदा दोबाटो आउँछ भन्ने त भुसुक्कै बिर्सेछु। फरक गन्तव्य भएको हामी छुट्टिने बेला पनि आएछ। तर एक हुन सक्दैनौँ भन्ने थाहा हुँदाहुँदै रोक्न नसकेको यो मनलाई कसरी सम्झाऊ कि अब तिमी मेरो रहेनौ? माया त हामी दुवैले गरेका थियौँ, गर्छौँ, सायद गरिरहनेछौँ। पहिले तिम्रो याद आउँदा खुसी हुने गर्थे, अब आँखामा आँसुहरू हुने गर्छन्। तिमीसँग बोल्न नपाउँदा आत्तिने यो मनलाई तिम्रो बारेमा सोच्नबाट कसरी रोकौँ? शब्द नै छैन आफ्नो हालत बयान गर्ने। यस्तो लाग्छ ऊ आओस्, प्रेमले अँगालोस्, मलाई सम्हालोस्। प्रेम भन्ने चिज नै यस्तै रहेछ, सुरुमा अपनाउन गाह्रो, अन्त्यमा भुलाउन। आफूलाई सम्हाल्ने कोसिस गर्दा गर्दै मुटु फुट्ला जस्तो भएर आउँदा कामेको हातले छाती मसार्दै आँसु पुछेर पनि म तिमीलाई नै याद गर्ने गर्छु। तिम्रो बारेमा सोच्दै गर्दा कति बेला दिन ढलेर रात सकिन्छ थाहा नै नहुने। तिमीसँग बिताएका ती पलहरूसँग पनि माया छ। अब आफै सोच, तिम्रो लागि कति माया होला यो मनमा। तर जति नै माया भए पनि मेरो माया नै तिम्रो जीवनको काँडा भएको छ। तिमीले अपनाउन नसकेको म, अनि मैले पाउन नसकेको तिमी। श्रीमान जसको भने पनि प्रेम मेरो मात्र हुनेछौ। तिमीलाई पाए पनि र जिन्दगीबाट गुमाए पनि, तर म तिमीलाई कहिल्यै घृणा गर्ने छैन। मेरो जिन्दगीको प्रेम हौ तिमी। म त केवल तिमीलाई खुसी दिन चाहन्छु। कोही छ जो तिमीलाई खुसी भएको देखेर नै खुसी हुनेछ। यही सोचेर भए पनि आफ्नो ख्याल राख्नु है।